हेलो गाइज, गुड मर्निङ, नमस्ते। म चाहिँ बिहानै उठेर यहाँ गाउँमा म चाहिँ यता सुँगुर बाख्रा हेर्न आएको। मम्मीहरू चाहिँ रक्सी पार्दै हुनुहुन्छ अनि मेरो मुटु चाहिँ सुत्दै हुनुहुन्छ, उठ्नुभएकै छैन। यहाँ चाहिँ फलफुलहरू लगाएको छ। हजुरहरूलाई म कति ठुलो सुँगुर देखाउँछु है त गाइजहरू। हाम्रो घरमा त खाइँदैन तर पाल्ने चाहिँ हो कि। सुँगुर म हेर्नु होला। कति ठुलो तिम्रो बच्चा खोइ। यता बच्चा, बच्चा, बच्चा। हिलोमा सुत्छ तिमीहरू सुँगुरहरू। यहाँ यिनीहरू चाहिँ मस्त। म चाहिँ बिचार उसको बच्चालाई गर्छ, एट्याक गर्छ भनेर यहाँ पोजिसनमा मलाई एट्याक गर्ने पोजिसनमा छ। अनि यहाँ चाहिँ यस्तो खुर्सानीहरू हुँदो रहेछ होइन। यो डल्लो खुर्सानी, मखमली फुल तिहारको लागि, भाइ तिहारको लागि। त्यो चाहिँ के हो रातो चाहिँ थाहा छैन मलाई, घाँस होला सायद। यस्तै हो गाइस गाउँघरमा। म चाहिँ यो गाउँमा सेकेन्डचोटि आएको है त गाइस आफ्नो घरमा। इस्कुसहरू नि यहाँ त गाउँमा के चाहिँ छैन होला हौ गाइस। के चाहिँ कति ठुलो इस्कुस छ, वहाँ फर्सी छ, यहाँ म छु, यहाँ बाख्रा छ, त्यहाँ फलफुलहरू कति ठुल्ठुलो फुलहरू। म जुम गरेर देखाउँछु हजुरहरूलाई। अनि फुस्रे यो चाहिँ मेरो फेभरेट हो कि। फेरि यो घरको सबैभन्दा मेरो फेभरेट चाहिँ यही हो फुस्रे। मेरो पछि म आएपछि मेरो पछि लाग्छ। मैले केही पनि देखाइन। हाई फुस्रे, हाई भन् यहाँ क्यामेरामा, हाई फुस्रे गयो। आऊ फुस्रे। अनि मम्मीहरूले बेसारहरू यति धेरै फलफुल हुन्छ गाउँमा गाइस। बाख्रा यति धेरै फलफुलहरू सबै थोक हुन्छ। आफू चाहिँ म सबै किनेर खाने। तर यहाँ चाहिँ यहीँबाट माथि जङ्गल ठुलो छ गाइस। यता चाहिँ हाम्रो जग्गा बारी। अनि बारी पनि यो स्कुलभन्दा माथिल्लो हाम्रो बारी हो। अनि उहाँ पारी हिँड्नुभएको चाहिँ दिदी हो मेरो, जेठान दिदी। अनि यो चाहिँ बोका। अनि यो चाहिँ साउको बोट। यो चाहिँ के हो, यो बोका हो कि खासो हो तिमी भन् त? यो चाहिँ मलाई थाहा छैन। कति ठुल्ठुलो फुल। के भन्नु, काम लागिसकेको छ। त्यो के हो, भरमास हो कि के हो? आमा कति धेरै। यतिखेर के हुन्छ गाइस, भरमास हुन्छ होला नि होइन, कहाँको हो। अनि म चाहिँ यतातिर आएको मर्निङ वाक भन्न नमिल्ने। अनि म चाहिँ यतातिर हिँडिरहेको छु। तपाईँहरूलाई चाहिँ मैले के छ धेरै देखाएको छु। हाम्रो घरमा चाहिँ म देखाउन मिल्दैन, लाज लाग्छ नि त। नयाँ बुहारी भन्दा नि पुरानो हो, तर भर्खर आएको नि त। एक दुईचोटि त आएको छु, अस्ति नै एकचोटि, आज एकचोटि। त्यही भएर लाज लाग्छ। पछि गएपछि म हजुरहरूलाई सबै देखाउँछु। ससुरा बाजा यो फर्सी हेर्नु है त, फर्सी। यहाँ फर्सी कत्रो फर्सी। अनि म चाहिँ यहाँतिर आउँदैछु। अरू मान्छेहरूसँग सुतिरहेको छु। अरू मान्छेहरू भन्ने भन्दा मोटो सुतेको। यहाँ भनेर सिस्याउको बोट, त्यो हाल्चाको बोट। यो झारी चाहिँ के भन्छ हौ, अनार। अनि चुच्चे करेला फर्सी खै के हो। अस्ति नै म आउँदै यो भित्र आलु कति धेरै थियो। म त लोडे जम्मै लोडे। ओके गाइस, म चाहिँ घर जाँदैछु। अनि गाइस म चाहिँ अब रक्सी पार्ने, मम्मीले रक्सी बसाउनु भएको रहेछ। रक्सी पार्न बसेको। रक्सी पार्न भन्दा नि रक्सी
पाकिसकेपछि निकाल्दैन, मम्मीले निकाल्नुहुन्छ। म चाहिँ यहाँ पानी चेन्ज गर्नलाई बसेको। गाउँघरमा यस्तै हो गाइस, रमाइलो। 2-4 दिन बसिन्छ, रमाइलो गरिन्छ, फेरि फर्किन्छ काठमाडौँ।